हेलो वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले यत्रो घ्याम्पे मोमो मैले आफैले बनाएको ठुलो ठुलो मोमो यो मोमो लिएर आएको छु। अनि यो चाहिँ मलाई पल्लवीले ठुलो ठुलो मोमो खाऊ न भनेर भनेको थियो कि च्यालेन्ज टाइपको च्यालेन्ज होइन जे भयो नि यस्तो खाऊ न भनेर सजेस्ट गरेको थियो। अनि मैले बनाएको आफै यहाँ फुटेको कि तर यस्तो एक्साइटेड छु म लास्ट एक्साइटेड छु। यस्तो राम्रो भयो यत्रो घप्प घप्प परेको मोमो। ल अब चाहिँ म खान्छु है सुरु गरौँ। अनि मैले चाहिँ यहाँ त्यो अचारमा आफूले घरमा बनाएको त्यो खुर्सानीको हुन्छ नि हो त्यही बनाएर हालेको छु। मर्चुमा पिरो ल मैले आफूले बनाएको मोमो है फेरि आत्ता राम्रो भएको बुट्टा नि खै कुन चाहिँ एउटा राम्रो भएको देखाउँ ल म त हातले खाने आज त त्यो चम्चामा अट्दैन अनि काँटा चम्चाले खान अप्ठ्यारो हुन्छ र हातले खाएँ मजा मिठो पनि। ल सबै एक एक गाँसमा खान्छु गरेर कति पिस छ 1 2 3 4 5 6 7 8 9 10 10 पिस छ 10 गाँसमा भेट्छु है त। सुरु गरेँ है जाँदैन जस्तो हो भनिहालेँ। यस्तो दामी बनाऊ यस्तो दामी बनाइछु तर खान सक्दैन 10 गाँसमा बिस्तारै खान्छु। यसरी फुटेर कि किन हो बनाउनु नआएर होला कि खाएँ ल। एकै गाँसमा खान्छु सोचेको थिएँ फेरि मोमो भनेको स्वाद लिएर टेस्ट लिएर खानामा छुट्टै खुसी मिल्छ नि त। बब्बाल भएछ। के चाहिँ मैले एयर फ्रायरमा सेकेको फ्राई गरेको कस्तो हुँदो रहेछ भने अस्ति एक दिन गरेको थिएँ मिठो भएको थियो। आजको चाहिँ राम्रोसँग भएन खै किन मलाई गर्नु नआला। मलाई मोमो चाहिँ यसरी अचारमा पुरै नडुबेसम्म मिठो लाग्दैन। किनभने मोमो मिठो बनाउनु भने कचाले हो। त्यो नै भएन भने त मिठो हुन्न नि त। लास्ट मिठो भने लास्टै मिठो बनाउँदै रहेछु त्यही मास्टर सेफमा जानु पर्ला जस्तो हो। फेरि सिधै जिताइदिन्छ भनेर मात्र हो नगएको नत्र म पहिल्यै गइसकेको थिएँ अरूलाई। सिधै तपाईँ नै विनर भन्यो भने त अनि फेरि अरूलाई मजै हुन्न नि त बिचरा चित्त दुख्छ भनेर म नगएको न त म उहिले गइसकेको थिएँ। मैले बिहान मोमो बिहानै पोको पारेर फ्रिजमा राखेर अनि अहिले भर्खर स्टिम गरेको। अनि मेरो बाबाले बिहान खाना पनि नखाइकन हो क्या पिठो बेल्दै थियो। अनि बाबाले उसको दिउँसो के खाने प्लान छ अहिले त्यो चाहिँ सुरु गरिसक्यो भन्नुभएको थियो कि चासो लाग्यो मलाई। अचार सक्यो नसक्दो रहेछ यत्रो ठुल्ठुलो त
भेट त्यो चाहिँ कस्तो दिदी चाउरी पऱ्यो कति फुटेको के उयो यहाँ मात्र फुट्यो होइन सब फुट्यो भाइ मान्छे पज गरेको बेलामा मैले अचार लिएर आएको मैले पनि धोएर आएको छु सब हाल्ने मैले यो चाहिँ फ्राइड टाइपको तर अलि ऊ भइसक्यो फ्राइड जस्तो नि भएन अस्ति चाहिँ लास्ट मिठो भएको थियो त्यो फ्राई गरेको त्यो एयर फ्राईमा है यस्तो मजाले चुरुम चुरुम टाइपको भएको थियो लास्ट पिरो यो त चाम्रो भयो त पिरो त भिडियो नि लामो हुन्छ क्या मैले सजेस्ट गरेको धुरन्धर मुभी हेर्नुभयो कसले हेर्नुभयो कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला मैले अनि बोर्डिङ पढ्दाखेरि आउँथ्यो कि एउटा सिरियल तेरे लिए हाँ तेरे लिए भन्ने होला स्टार प्लसबाट मैले त्यतिखेर त्यस्तो हेर्थिनँ के हैन अनि अहिले अनि मलाई अस्ति यस्तो हेर्न मन लाग्यो कि कस्तो के थियो कहानी सबै बिर्सेँ अलिअलि त्यही हेरे हो तर के थियो कहानी नै बिर्सेँ मलाई यस्तो हेर्न मन लाग्यो नि अनि मैले पुरै खोजेर हेरेको युट्युबमा खोजेको एक्सप्लेनेसन गरेको भिडियो मात्र रहेछ कि सुरुमा अनि त्यसपछि गुगलमा गएर डेली मोसनमा हेरेँ कतै 10 एपिसोडसम्म त्यसपछि रहन्छ अनि फेरि युट्युबमा सर्च गरेको देखायो अनि अहिले चाहिँ त्यही हेर्दैछु बिचको पार्टहरू चाहिँ मिसिङ हो तर जे भयो त्यही हेर्दैछु यस्तो मनपर्छ मलाई अनुराग र तानीको आज चाहिँ लास्टै लामो भयो कि भिडियो 15 कति 4 या 12 3 3 6 3 10 11 12 13 14 15 यसमा चाहिँ सक्छु मैले त्यही भिडियो हेर्दैछु मरे म आज बाबा बनाएको थिएँ मैले मोमो तातो प्लस पिरो प्लस यो चाम्रो भएछ क्या
पिरोले नाक बग्यो आज कस्तो फोरी गरी खाएको अहिले मरि पेट चर्केर अब म केही खान्न सक्दिनँ रहेछु मैले यत्रो खाँदा सक्दिनँ लाग्यो अब मोमो भ्यायो यति हतार हो सी यू नेक्स्ट भिडियो टिल देन स्टे सेफ प्लिज सपोर्ट मेरो युट्युब च्यानललाई लाइक सेयर कमेन्ट सब्सक्राइब सब गर्नु होला